हेलो एभ्रिवान, हजुरहरूलाई हाम्रो च्यानलमा स्वागत छ। आज म विशेष गरी दसैँको भिडियो लिएर आएको छु। यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न भने नबिर्सिदिनुहोला। देश तथा विदेश, स्वदेश रहनुहुने बुवा, आमा, दाजुभाइ तथा दिदी बहिनीहरू सबैमा नेपालीहरूको महान चाड दसैँको धेरै धेरै शुभकामना। हामीहरू आफ्नो देश छोडेर विदेशमा रहे पनि आफ्नो चाडपर्वहरू मनाउनु पर्दछ, किनकि आफ्ना छोराछोरीहरूले पनि आफ्नो नेपालीपनलाई नबिर्सुन् भनेर। बाँकी भिडियोमा दसैँको लागि यसरी तयारी हुँदैछ। मैले 2वटा ताई बसालेको छु सेलरोटीको लागि, किनकि सेलरोटी धेरै बनाउनु पर्ने भएको हुनाले 2वटा ताईमा छिटो छिटो हुने हुनाले सेलरोटी चाहिँ निकै मिठो र खाउँ खाउँ भएको छ, देख्न सक्नुहुन्छ। Happy Dasai everyone. हाम्रो घरमा त सेलरोटी पाके जानी नजानी अब हजुरहरूको के भयो होला। सेलरोटी त यस्तो छ होइन, काँडेदार छ, काँडेदार। हाम्रो छोरीले टिकाको लागि यसरी तयारी गर्दैछन्। बत्ती बाल्दैछन्, अगरबत्ती बाल्दैछन्, सबै टिका जमराहरू तयारी गर्दैछन्। किनकि मैले छोरीलाई नै गराऊ यसरी भनेर सिकाएको छु। भोलि बिहान आफू नभए पनि आफ्नो बच्चाहरूले आफ्नो कल्चरका चाडपर्वहरू कसरी मनाउने भनेर सिकुन् भनेर हजुरहरूले पनि आफ्नो बालबच्चाहरूलाई यसरी नै सिकाउनु होला। हाम्रो आज दसैँको दिनको खानाका परिकारहरू यस प्रकार छन्। सेलरोटी, बिरिम्ला, चिकन चिल्ली, चिकन चिल्ली, टमाटोको चटनी, भुजाहरू, चिउरा भुजा, अचार, दाल, खसीको मासु है त। हाम्रो परिकार हाम्रो विजय दशमीको शुभकामना छ भन्दैन के छ भाइ, सन्चै हुनुहुन्छ? हजुर नमस्कार, सबैजनालाई दसैँको शुभकामना है। म चाहिँ एकदम खुसी छु आजको दिन। खुसी हुनुहुन्छ? एकदम तन्त्र दाइको घरमा, भाउजूको घरमा आउनु पाउँदा एकदम खुसी लागेको छ। हामीलाई इन्भाइट गर्नुभएकोमा थ्याङ्क यू सो मच, धन्यवाद सबैजनालाई। नमस्कार, अरू के भन्नु आउँदैन। सिक्यो तिम्रो बत्तीवालाई। नमस्कार सबैजनालाई दसैँको एकदमै शुभकामना। नमस्कार म्याडम, सन्चै हुनुहुन्छ होला। विजय दशमीको सबै स्वदेश परदेश जतासुकै बस्दै नेपाली भाषी नेपाली मुलुकका सम्पूर्ण नेपालीहरूमा बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना। यहाँहरूको जीवन फलोस् फुलोस्, जमरा जसरी मौलाओस्, हरेक मार्गमा सफलता होस्।
यही हो सबैलाई रोग व्याधि नलागोस् थ्याङ्क यू सुस्वास्थ्य रहनु होला धन्यवाद हजुरको कामनाको लागि यिनी बत्तीवाला भनेको सानो त्यो बत्ती बन्द गरिदियो सृष्टिका 2-4 वटा भनाइ पनि राख्नु सानो त्यो बत्ती बन्द गर त्यो बत्ती बन्द गर शुभकामना अब थ्याङ्क यू नवदुर्गा भवानीले रक्षा गरून् छोराको यस्तो विजय दशमीका जन्म भएको छ सधैँभरि यस्तै शान्त भद्र हुनु भद्र छ मेरो छोरो अझै भद्र हुनु ज्ञानी छ रक्षा गरून् सधैँभरि सुस्वास्थ्य रहनु दीर्घायु हुनु फरकबाट कहिल्यै नहिँड्नु निरोगी हुनु कस्तो राम्रो बसेछ नयाँ अरू केही चाहिन्न अहिले जस्तो छ त्यस्तै रहनु सधैँभरि त्यही गरेर सबभन्दा छोरो निरोगी हुनु सबै बाबाआमाको नाम चिनाउनु विश्वभरि कसैले छि भन्ने नपार्नु बाबाले त उयो ससुरालीमा मात्रै चिनाएको रे नाम छोराले बाबाले पनि राम्रो गर्नु बाबा हस् भन न दाइ नखर्चाउनु है बुढो अलिक छिटाडो गर त्यो अरे निलो भइयो त म्याचिङ हो र म्याचिङ निलो लाउनु पर्ने तिम्रो त हरियो अब सबै लकट धेरै परेछ नि एउटा मान्छे नगएपछि सुनसान भएछ अर्को मान्छे नेपाल गयो एउटा मान्छे कचेमा मिठाई नखाने हुन्छ आज मम्मी ड्याडीले धोगिदिने होला नमस्ते गरौँ टिका फास्छ मेरो खुट्टा चाहिँ ढोका ढोक गर्न नि हुन्न ड्याडी ल मलाई टिका लगाइदिनुहुन्छ सृष्टिको त निधारै कति ठुलो रहेछ क्या ठुलो निकालेर भएको भागी मानेको छन् ल सृष्टि ज्ञानी हुनु राम्ररी लगाइदिनु दाइलाई नपिट्नु दाइलाई गाली नगर्नु दाइसँग के हो त्यस्तो आशिष दाइसँग राम्रोसँग बोल्नु अझै मिठो मिठो पकाइदिनु मिठो मिठो पकाइदिनु काम गरेर आएको दिन होइन बाहिरको धेरै नखानु धेरै नक्कल धक्कल नपार्नु यो आशिष अलिक मन परेन अलि मम्मी ड्याडीलाई सोधेर बाहिर जाने गर्नु मलाई त सोधेर जान्छु धेरै बाहिर पनि जता भयो त्यतै नजानु होइन के हो यस्तो आशिष ठिकै छ क्या ठिकै छ ठिकै छ दाइले आफ्नो दाइले भन्नु आइसिस बर्थडेको बेलामा आइसप गर्नुपर्छ क्या त्यो के भन्नु राम्रो अनि के भन्न मन लाग्छ आज मिठो मिठो खाना पकाएर नै भने बहिनीलाई जमा लगाएर अनि अक्षता दिएर अनि त्यहाँबाट टोक गर्ने बहिनीलाई अर्को मुखो मिठाई खाने नखाने स्याउजना खायो एउटा नमस्ते धन्यवाद ल मेरो खुट्टा ढोक्नु है खुट्टा धोज कि छैन कुन्ने फेरि ठिकै ठिकै छ ठिकै छ ल धेरै टिका होइन छोरी त्यो लाग्दैन धेरै धेरै आशीर्वाद छ टिका त्यस्तो नगर आशीर्वाद छ तिमीलाई विजयदशमीको शुभकामना ज्ञानी छौ धेरै ज्ञानी हुनु छिटै डक्टर हुनु कपाल पछि लैजाउ न सानो ल अझै ज्ञानी हुनु बाबा मम्मीको नाम जताततै चिनाउनु
अस्ति नै दिएका सम्झाएका नि तिनी नि आशीर्वादै हुन् है। आहा के गराइदिनु बुढो बाबा छुपुक्क थोरै थोरै भयो लाउनु पुग्यो तपाईँले नला भयो भयो ठिकै छ त्यस्तो भन्ने होइन आँखाभरि मुखैभरि गराउनु हो ल मेरो छोरीले एकदम राम्रो पढ्नु नराम्रो कसैले नराम्रो बाटो लगाएपछि नहिँड्नु मान्ने गुन्ने हुनु सबैले निरोगी हुनु सबभन्दा यहाँ म यहाँ रोगी भएर गाह्रो भयो कति लाउनुहुन्छ हौ यो भयो भयो बुढाले? धेरै लाउनु मैले- 3 चोटि हो क्या लाउने अम्मा ठिकै छ क्या भयो आफै पुच्छिन् छोडिदिनु बाल पछि लैजाऊ नि के भयो है त। नमस्ते ड्याडी नमस्ते मम्मी नमस्ते ल अब के खान्छौ मिठाई दिउँ ल एउटा मिठाई खाउँ ल थ्याङ्क यू मम्मी ए वेलकम ल थ्याङ्क यू ल तिम्रो त खुट्टै ढोगाउनु पर्छ नि त सारी हो क्या ओम नमः शिवाय ल ओम बडा दसैँको धेरै धेरै शुभकामना सुस्वास्थ्य रहनु दीर्घायु रहनु बुढालालले धेरै माया गर्नु थोरै भयो माया धेरै गर्नु गाली कम गर्नु हस् धेरै नरिसाउनु रिसाउने नबनाउनु मैले भन्ने हो तिमी नगराइकन सुन्ने आज है सबै कुरा ठिक छ 32 गुणले युक्त छौ 31 गुणले एउटा चाहिँ अलिक कम रिसाउने कम बाँध्ने है त आज मैले मात्रै भन्ने हो तिमीले केही भन्ने हस् त भन्नु नभन्ने सबभन्दा सुस्वास्थ्य रहनु अरू त ठिकै छ सबै कुरा हुँदैछ ठिकै छ छोराछोरीले प्रगति गर्दैछन् है त अरू कुरा पछि भनौँला हुन्छ मेसेजमा कि फोनमा गफमा यस्तो नखसाल्नु क्या बुढो थोरै थोरै लगाइदिनु हो नि त थोरै छुपुक्क लाउने हो क्या खसालेर होइन नि त दसैँमा अलिअलि हुन्छ केही फरक पर्दैन हस् ल आमा 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 अलिअलि केही फरक पर्दैन क्या दसैँमा रातो रङ जस्तो टल्किने जीवन भनेर आज दसैँको टिका हजुर हुन्छ उज्जवलमय हुन्छ भनेर नमस्कार गरे हुन्छ ल्याउनु ल्याउनु ढोगा छु आयो त ढोगाउनु पऱ्यो पनि ल्याउनु तपाईँले हो कि ड्याडीले मैले हो नि त थै ल्याउनु दुइटा है हस् अब अहिले एकजना उकान बाबु पाँच गर्न मिल्छ। रक्षा गरून् ज्ञानी छौ सधैँभरि यस्तै ज्ञान हुनु नबिर्सनु हामीलाई कहिले पनि सधैँभरि यस्तै हाँसिरहनुहुन्छ होइन खुसी रहनु सुखी रहनु नाम राखेका छौँ सधैँभरि यस्तै बाबा आमाको नाम राख्नु जसरी दुःख गरेर पढाउनु थियो त्यो चाहिँ सम्झेर यस्तै ज्ञानी हुनु नराम्रो बाटोमा नलाग्नु निरोगी हुनु सबभन्दा आफ्नो ख्याल गर्दै परिवारको ख्याल गर्ने है त ल अब पहिला लग पऱ्यो कि केटीसित बिहा गर्ने हो कि अर्को फेर्नु भयो कि फेर्यो कि त्यसको बारेमा चाहिँ सल्लाह गरौँ ल हजुर भाइ त्यो त्यस्ता फिनिस भइसक्यो हो मिठाई उता भएछ क्या मिठाई त रोजेर खाए हुन्छ लाग्छ हुन्छ हुन्छ
ल नमस्ते दाइ भाउजू होइन बाबा आमा पनि हजुर त्यस्तो होइन नमस्ते गर्नु म त नमस्ते हो भाग्य मानि हुनु होला ल भाइ न त दुर्गा भवानीले रक्षा गरून् यस्तो हँसिलो हुनुहुन्छ सधैँभरि यस्तै हँसिलो रहनु होला आँटे ताकेको काम सबै पुरा होस् सबै पुरा होस् ग्रिन कार्ड सिधै हात परोस् छिटो छिटो बुहारीहरू बच्चा यहाँ आएको देख्न पाऊँ छिटो सँगै भेट गर्न पाऊँ यस्तै गरेर दसैँ मनाउनु पाइयोस् फेरि फेरि सधैँ एकदम खुसी परिवार हुनुहुन्छ सधैँभरि यसरी खुसी रहनु होला बुहारीलाई छोरीलाई धेरै माया गर्नु होला निरोगी रहनु होला निरोगी रहनु स्वास्थ्य रहनु आँटे ताकेको कुरा सबै पुरा हुन् भगवान् सधैँ दाइना हुन् मिलेको परिवार छ सधैँभरि यस्तै मिलेको परिवार देख्न पाइयोस् भगवान् सधैँ रक्षा गरून् यस्तै नाचिरहनु होला हाँसिरहनु होला यस्तै दसैँको जमरा जस्तै उन्नति प्रगतिले मोलास भन्छन् त्यस्तै रहोस् है त धन्यवाद आशीर्वाद ल ज्ञानी हुनुहुन्छ अब कुनै कुनै बानी एउटा दुइटा हो सुधार्नु त्यो बानी अब अरू केही नभनौँ सबभन्दा निरोगी हुनुहुन्छ आफ्नो निरोगी हुनु आफ्नो पनि ख्याल राख्नु अरू भनेर मात्रै पछि पछि नहिँड्नु सबभन्दा त्यही नै हो मेरो त आशिष त अरू त सबै बत्तिस होइन त्यही हो 31 होला है ठिकै छ केही छैन मैले त 32 दिएँ ए फुरुट दिउँ ल विजय दशमीको धेरै धेरै शुभकामना नवदुर्गा भगवानले रक्षा गरून् सधैँ सुस्वास्थ्य रहनु दीर्घायु रहनु सबै कुरा सफल राम्रो होस् भगवानले रक्षा गरून् सुस्वास्थ्य हुनु दीर्घायु हुनु अहिलेसम्म राम्रो छ अझै राम्रो हुँदै जाओस् उन्नति प्रगति भएको देख्न पाइयोस् त्यो लगाएको पहिलाको मलाई त्यही नलाग्नु छेउछाउ पुरिँदा भइदिन गाला गाला नि लाग्थ्यो त खोल्नु छोरीले लाउँछु मैले त सिद्धाएपछि आनन्द होला भनेर त्यही हो सबभन्दा राम्रोसँग डेलिभरी हुनु एकदम स्वस्थ रहनु खुसी रहनु अनि अहिलेसम्म सबै राम्रो भयो अझै राम्रो राम्रो प्रगति गर्दै जानु सधैँभरि हामीलाई यसै गरी माया गर्नु हो नि त अहिले हस्पिटलमा जाँदाखेरि के भयो नि त पुछेर जानुपर्छ इआरमा जाने हो भन्दा अनि कस्तो भन्छ र
पुस्नै त पर्दैन तर सबैले घुम्छन् त्यही हो। सोध्छ नि यसो भन्दै भयो अब सरलाई उत्तर दिँदा दिँदा हैरान हुन्छ। केही होइन इन्डियन भन्छन् है हामीले। पुरै फर्किँदै हेर्दै गर्छन्। यिनीहरूले त्यस्तो गर्छ आजकल त चिनेर आफै नमस्ते भन्छन् नि इन्डियन जस्तो कल्चरल ड्रेस। पछाडि के फुरुसहरू दिनु नि थाहा छैन रोजेर खान्छन् के दिन पर्यो जे खायो नि हुन्छ एउटा झिको तिमीलाई छोराछोरी त्यही त मैले भने रोजेर खाऊ केही खाएपछि आफै छोराछोरी त उनी जे खाए नि हुन्छ अब एउटा कुरो पाउँछ। होइन म माया पर्छ रे मैले धेरै फुले हाल्छु त्यस्तो भन्ने होइन एउटा फोटो खिचौँ नवदुर्गा भवानीले रक्षा गरून्। विजय दशमीको धेरै धेरै शुभकामना। सुस्वास्थ्य रहनु, दीर्घायु रहनु, पुरा भएछन् अझै पुरा हुँदै जाओस्। अझै बढी प्रगतिको कामना सुन्न पाइयोस्। जहाँ पुगे नि दसैँमा यसरी सधैँभरि टिको लाउन पाइयोस्। छिटो बारी ल्याएको देख्न पाइयोस्। मैले खसाली गएर खसेर नि कहाँ त अलि अल्टिएर राम्रो गाई लाउनु नदिने त्यही भएर नि हाल्नु क्या टिका हाल्नु आफूलाई जे इच्छा लाग्छ त्यो दिने हो क्या ट्याक्क। भगवानले रक्षा गरून्। विजय दशमीको धेरै धेरै शुभकामना। उन्नति प्रगति गरिछौ यस्तै उन्नति प्रगति गर्दै जानु। सबै कुरा सफलता हुँदै जाउन्। निरोगी हुनु। ठिक छ कमर बस्छ केटीको नाममा पाइयोस् वर्षौँ वर्ष। राजा अब एकैचोटि लगाइदिएर हुन्थ्यो राजा के छ त मेरो यसो राजाले भन्दा अगाडि हेर्नु त नभएकी दामी सम्झिन है रक्षा गरून्। सुस्वास्थ्य रहनु, दीर्घायु रहनु, उन्नति प्रगति गर्नु, धेरै धेरै पढ्नु। छिटै बिहा भएको देख्न पाऊ। बिहा त ठिकै छ ठिकै बेला गर्नु तर छिटै होइन। पढाइ ल्याउनु पर्यो बिहा चाहिँ बेबीसितै गरौँ। बिहाको भोज खान पाऊ। यस्तै हँसिली खुसिली रहनु सधैँभरि। अरू बाँकी रहेको म्यासेजमा पठाउँला नभए भोलि भने नि हुन्छ। बस
हाम्रो कुश भाइले होला भन्नु उहाँलाई फेरि लगाइदिनु परेको छ क्रिस्टिनामा बनाउँदैछ सबै बस्छ बसेका पछाडि लाग्यो है सर्लक्क बस्यो भने जुन मिठो हुन्छ त्यही तिमीले कुन मनपर्छ तिम्रो कुन फ्लेभर मनपर्छ त्यही दिन्छु क्या लामो पेपर हुन्छ प्रोजेक्टहरू लामो हुन्छ अनि कुनै लामो हुन्छ फोटो कि भिडियो गर्दैछौ दुईटै एकदम स्वस्थ हुनु बिमारहरू सब ठिक हुँदै जाओस् सबभन्दा निरोगी हुनु एकदमै निशा गुरु मेरो त कथै बेलुका आयो कि आयो मन सफा छ सफा मनलाई कसैले फाइदा नउठाउन् सबभन्दा त्यही हो झन् उठाउँछ कस्टमाइज्ड एकदम स्वस्थ हुनु मान्छे हेरेले पोषणलाई साह्रै देख्न लेक्चरमा त त्यो फ्रन्ट प्रेजेन्ट गरिदिन्छु एकैछिन यहाँ बस न केटा त्यो मेरो त यो भिडियो त कहाँ गएछ म स्किप गर्थे एकैछिन बस न यसो लाग्यो जस्तो मात्र गर्नु भिडियो उसको मेरो तिहारमा एक्जाम ए हो र अनि के गर्छस् कि भन अर लाइक स्विच हुन्छ ल मायालो भगवान्ले रक्षा गरे सधैँभरि सुस्वास्थ्य रहनु होला गाइरहनु होला दाइ भाउजूको आशीर्वाद लागिरहेको छ लागिरहोस् अहिलेसम्म हरेक कुरा सफल हुँदैछ सफल हुँदै जाओस् परदेशको ठाउँमा आएर पनि अब यसरी दाइ भाइ सँगै हुन पाइएको छ एउटा माया ममता साट्न पाइएको छ त्यो पनि एउटा हाम्रो लागि पनि गौरवको कुरा हो सधैँभरि यस्तै दुःख सुख साट्न पाइयोस् अरू त त्यस्तै छ सुखमा त मान्छेले आफ्नो गरेर खान्छ दुःख हुँदाखेरि म छु सुखमा त जिन्दगीको महत्त्व हुँदैन दुःख सुख नै जिन्दगीको सम्मिश्रण हो ल बुनु उताएर ल यता भगवान्ले रक्षा गरून् स्वस्थ रहनु सबभन्दा ठुलो कुरा स्वास्थ्य हो सबै कुरा जति लाने पर्छ नि त्यो खाए हामी झरेको धेरै बस तिमी नि बस है पहिला पुनन लाउँछ है बस बसे गानीहरू बसे कति ज्ञानै भएर बसेको आएर ज्ञानी हो ज्ञानी हो रोज जे मन पर्छ त्यही खाने प्रसाद तिमी ज्ञानी हो तिमी नि ज्ञानी हो क्यान्सी बस्नु न सानो चक्लेट त तिमीले चिन्ता लाउँदै राखेको गर्यो त एउटा नि मागिन राखेको बाबु ल ल हैन लागिन
पैसा प्रक्रिया कसरी एउटा रीतिरिवाज परम्परा प्रक्रिया ल ल दादा जे मन लाग्यो त्यही खाउँछ बस बस यहीँ बस ल सानो मान्छे ज्ञानी हुने धेरै पढ्ने है आसल हुने भाइटलाई जोगाउनु परेछ छोरालाई भयो भने होइन नमस्कार भन्ने हो ज्ञानी मान्छे धेरै पढ्नु अर्को पनि आएर कति ज्ञानी नानी आए राम्रो भयो भयो भन्छ हेर न पोख्यो भनेर चिन्ता बस सन्यम कति वर्ष फरक छ जेठो माइलो कान्छो सबैको ऊ र उसको 22 महिनाको फरक छ उसको 21 महिनाको फरक छ बिसको हेराफेरि रहेछ ट्विन्स जस्तो देखिन्छ न लौ जानु खै आ न तिम्रो फोटो खिच्नु अलि मिठो आचे बाटे आउन मेरो मायालु भनेर तपाईँले भनेको कस्तो राम्रो सुनिन्छ बसेर लाउने भाइ अङ्कल आशिष दिनु न आया नजा नजा ओ आमा अले यार बस हेर त फोटो खिच्नु दिदिले फ्रुट खाने केटाकेटी त ठिक हुन्छ नि खाँदै खानु फ्रुट चकलेट ल्यायो फ्रुट साथेको चकलेट खान्छ के भएन फ्रुट त केटाकेटीले त राम्रो हो अङ्कल आशिष सुन्ने न आत्तिनु भयो क्या बिचरा नि आत्तिनु भयो त भाइ नआत्तिनु का हाम्रो कार्यक्रम भ्याउनुपर्छ दुई भाइना बसेर एक्लै एक्लै लाऊ क्या तिमी एकछिन पछि बस्छ तिमी अहिले एकछिन पछि बस्छ न यहाँ त आउनु पाइँदैन एकछिन यता आऊ त म फोटो खिच्ने तिमीले मलाई काट्नु पर्यो क्या होइन दुई भाइना सँगै बस्दैन जबरा चाहिँ दुईटै कानमा लाउने कि एउटा खास एउटामा यहाँ लाग्ने पुल भयो भने त आफूले निकालेर लाउनु पर्छ अरूले लाउनु मिल्दैन काको यो पहिला देखेको चलन हो भन्नाले कुनमा दाहिनेमा लाउने कि त्यो होइन पक्कै के चाहिँ यथार्थ बुझ्नु भन्नु हो क्या मलाई पनि मैले दाहिने सही लाएको छैन भने दिनमा
पनि ठिक छ खाना बनाएको त हो जोसिरै लायो नि हुन्छ तपाईँलाई खोज्नु बराबर हुनको बस्नु त्यत्रो हुने के भन्नुपर्छ भन्नु पढाइ सोचेको कुरा पुरा होस् निरोगी हो पढाइ राम्रो होस् निरोगी हुनु सधैँ यस्तै ज्ञानी बन्नु सधैँ दिदीलाई मम्मी बाबा सबैले भन्नु भाइ त मरिकाटै आउनु हुनुपर्छ बोल्ने आँटेको कुरा र राम्रा कुराहरू मात्र कुरा होस् नराम्रो त त्यहाँ यस्तो भन्नु त 4 जना म 4 जनाको यस्तो यो त फर्किन्छ अनि टिको लाएर फोडिन्छ होला त हुँदैन टिको लाएर जस्तो गर्नु भन्नु हो त्यस्तै बस्छ त्यो 80 जना त्यता जानुहोस् ल भाइको राम्ररी फोटो आएन अघि त्यही हो त्यस्तै भन्नु यता हेर्नु काम फोटो क्यामेरामा हेर्नु के यता टिको लाएर जस्तो गर्नु ल ठिक छ जसो नि भयो ल ठिक छ आफ्नै बारीको राम्रो राम्रो गिरिउँला यस्तो फलेको छ हजुरहरू कहाँ कस्तो फल्यो है त दसैँको लागि उहाँहरू मेरो बहिनी ज्वाइँ भाइ नन्दहरू हुनुहुन्छ यदि हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न भने नबिर्सिनु होला थ्याङ्क यू सो मच फर वाचिङ